यत्तिकै लहैलहीका भरमा कतिपय कुराहरू गर्न हुँदैन, अलिक विचार गरेर छलफल भनेको म्याच्युरिटीको आवश्यकता छ भन्दै आवश्यकता हुनुहुन्छ। छ। संविधानमा 2072 सालमै लेखियो, तर त्यो समयक्रममा लेखिएको कुरो निश्चित हुन्छ भन् जस्तो भइराखेको छ। प्रदेशमा प्रहरी छैन, प्रदेशको सरकारले प्रहरी चलाउन पाएको छैन, पाउनु भएको छैन रे उहाँहरू, त्यो कसले भनिराख्नु भएको छ। सबै 7 प्रदेशमा खोइ कसरी भन्नुभयो थाहा छैन। त प्रदेशमा त प्रहरी छ, प्रहरी परिचालन गरिराखेको छ, उहाँहरूलाई चाहिँदाखेरि प्रहरीहरू परिचालन गरिराख्नु भएको छ। उहाँहरू चाहिँ प्रदेशको मुख्यमन्त्री भन्दा सिडिओ शक्तिशाली भयो, उसको आदेशले प्रहरी चल्ने भयो। हाम्रो आदेश त खै। यो चाहिँ अलिकति के भयो भने उहाँले यो माथिले चाहिँ प्रधानमन्त्रीले हलदार जस्तै कतिपय ठाउँमा नगरले चाहिँ फेरि आफ्नो प्रहरी भर्ती गरेर नगरपालिकाका मेयरहरू चाहिँ नगर प्रहरी राखेर आफ्नो काम गर्न सक्ने देख्यौँ, पाइयो। त्यस सन्दर्भमा पनि विचार गर्नुपर्छ, त्यो आफ्नो ठाउँमा छ। तर एउटा कुरा तपाईँलाई भनौँ, मभन्दा सिडिओ पावरफुल छ, प्रधानमन्त्रीभन्दा पावरफुल छ आफ्ना ठाउँमा। मैले सिडिओले गरे जस्तो फलानालाई गिरफ्तार गर्ने आदेश भनेर दिन्छु, मैले यहाँ बल प्रयोग गर भनेर प्रहरीलाई सिडिओले आदेश दिन्छ, मैले दिन मिल्छ? कानुनमै छैन त त्यो कुरा, त संविधानमै मैले दिन्न त, मुख्यमन्त्रीजीहरूले मात्रै दिन नपाएको त होइन त। मैले कहाँ दिन्छु आदेश? मैले एसपी चलाउन पाउँछु? एसपी चलाउने त एसएसपी हुन्छ, एसएसपी चलाउने डिआइजी हुन्छ, डिआइजी चलाउने एआइजी हुन्छ, एआइजी चलाउने आइजिपी हुन्छ, आइजिपी चलाउने गृहमन्त्री हुन्छ। मैले गृहमन्त्री मार्फत, यो त एउटा सिस्टम हुन्छ नि त चलाउने। गृहमन्त्री चलाउने प्रधानमन्त्री हुन्छ। अब यो चेन मिलेको देखियो होइन, टक्क 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 मिलेर आयो नि त। मुख्यमन्त्रीमा यो चेन आइपुग्दो रहन्छ कि सिडिओ चलाउने मुख्यमन्त्री हुन्छ भन्न चाहिँ मिल्दो रहन्छ, मिल्दैन। अनि सिडिओ चाहिँ प्रधानमन्त्रीले चलाउँछ त। त्यही त। अब मुख्यमन्त्रीले के चलाउने, उहाँहरूको कुरा चाहिँ शान्ति सुरक्षा लगायतका सवाल के चलाउने भन्ने आयो। मैले यो सवाललाई कहाँ भने प्रदेश सरकार चलाउने, दुईवटा कुरा गर्नु, प्रदेश सरकार चलाउने, प्रदेश सरकारको समन्वय गर्ने र विकास निर्माणका त्यहाँका कामहरूलाई अगाडि बढाउने कार्यकारिणी हो त्यहाँ। अब न्यायालय पनि हुँदैन उसँग, अब त्यहाँ न्यायालय पनि खोज्ने, त्यहाँ अरू चिज पनि खोज्ने, अरू चिज पनि खोज्ने, त्यस्तो गरेर त हुँदैन त्यो। त्यसो भएर कतिपय चिजहरू यो तालमेल मिलाएर जानुपर्ने हुन्छ। त्यो अधिकार खोजेर कसरी बाँड्ने, कसरी टुक्र्याउने, त्यो मात्रै कुरा होइन।